कञ्चनपुर रोड हो यो रोडमा यो ठ्याक्कै लगभग छेउमा यो रोड घेराबन्दी गरेको छ। यहाँको स्थानीयवासीहरूले यहाँ कसैले ध्यानपूर्वक केही पनि काम नभएको कारणले एकदम स्थानीयवासीहरूलाई गाह्रो भएर अनि स्थानीयवासीहरूले यहाँ चाहिँ एकदम रोड बन्दी गर्नु भएको छ। त्यही कुरो चाहिँ यहाँको स्थानीयहरूसँग पनि हामी बुझौँ। तर तपाईँ केही भन्नुहुन्छ? हाम्रो यो लगभग 2-3 वर्षदेखि यस्तै रोडमा हामी धुवा धुलो खाइरहेछौँ। न नगरपालिकालाई केही छ, न हुलाकी, न रोड विभागलाई केही मतलब छैन। त्यही भएर आज हामी यहाँ रोड छेकेर हामी आज रोड बन्द गराएको योमा सबैजना हामीलाई समर्थन गर्छ। अब हेर्नु न होइन, अब हेर्नु यहाँ स्थानीय मान्छे उहाँका हेर्नु ठ्याक्कै डक्टरलाई सोधेर धुवा धुलो कारण होइन 2-3 हजारको सोधी खाएर त्यो पनि ठिक भएको छैन। यहाँ स्थानीयहरूले सोद्धा नि हुन्छ। हामीलाई यहाँदेखि चौरा पडरिया त्यहाँसम्म होइन, यहाँदेखि हनुमान नम्बर त्यो हनुमान के भन्छ मन्दिर छ त्यहाँदेखि यहाँसम्म बाटो यत्रो नराम्रो छ। 2-3 साल भइसकेको छ। हुलाकी राजमार्ग बनाउनेहरूले कुनै ध्यान दिइरहेको छैन। हामी आग्रह गर्न चाहन्छु तपाईँहरू छिटोभन्दा छिटो आउनुहोस्, हाम्रो माग पुरा गर्नुहोस्, रोड बनाउनुहोस्, जनतालाई सेवा गर्नुहोस् भन्नु भने यहाँको नगरपालिकाले खासमा के गरिरहेछ? खासमा त नगरपालिकाको अनुमति अनुसारले काम हुने हो। पुरै नगरभरि काम कतै स्थगित छ भने उहाँको जानकारी अनुसारले के गर्दै हुनुहुन्छ, कहाँबाट के भयो, किन बन्द छ रोड, त्यो कुरोहरू जानकारी गराउँ होइन। यहाँको स्थानीयवासीहरूलाई एकदमै गाह्रो भएको छ। नगरपालिका ये 3 वर्ष भेले तोड़ला, लेकिन अखन तक कोनो चासो नहीं दै छै। इतना स्थानीय सब एकदम पूरा त्रस में छै, लेकिन ई नगरपालिका कोनो ध्यान नहीं छै। चाहे लोग मरो जियो, तोड़े बेरी में 3टा जेसीबी आबै छलै, लठैत के लैके आबै छलै, लेकिन बनबै रहे एको तऽ आबै नहीं छै। केहन लगे छै नगरपालिका? राजबाग नगरपालिका 5 साल में 25 साल पछा कए देलकै अखुनका कार्यकाल में, से बात कहै चाहै छी।